हेलो नमस्ते स्वागत छ तपाईहरुलाई यस युट्युब च्यानलमा। साथीहरु, म आज तपाईहरुलाई नेपाली सेनाको सैन्य पदमा इन्टरभ्यु दिन जाँदाखेरि के प्रश्नहरु सोध्छ, हामीले कसरी उत्तर दिने, कसरी तयारी गर्ने भन्ने बारेमा म छोटो भिडियो बनाउन गइरहेको छु। भिडियो कस्तो लाग्छ अन्तिमसम्म हेरिदिनु होला र यदि तपाईहरुको साथीहरु अथवा आफू पनि इन्टरभ्यु दिन जाँदै हुनुहुन्छ भने यी कुराहरुलाई ध्यान दिएर इन्टरभ्यु दिन जानु होला। सुरु गरौँ आजको भिडियो। सर्वप्रथम तपाईहरुले इन्टरभ्यु भन्ने बित्तिकै पुरै महाभारत के नहोला, कस्तो होला, ओहो भनेर डराउनु पर्ने केही पनि हुँदैन। अन्तर्वार्ता भनेको सामान्य तपाईहरुको व्यक्तिगत योग्यता, क्षमता, ज्ञान, व्यवहार र सोचाइ बुझाइ बुझ्नका लागि गरिने प्रश्न उत्तर अथवा वार्तालाप हो। यसमा तपाईहरु डराउनु पर्ने के होला, कस्तो होला भनेर आत्तिनु पर्ने केही पनि हुँदैन। यो किनभने मैले यो मेरो अनुभवमा भएको कुराहरु तपाईहरुलाई शेयर गरिरहेको छु र कस्ता प्रश्नहरु सोध्छ त्यो प्रश्नहरुको बारेमा म जानकारी दिन गइरहेको छु। मे आई कम इन सर भनेर भित्र पस्नुहुन्छ, बस्नुस् भन्छ। बस्नु भनेपछि तपाईहरुलाई बसेपछि ल तपाईको घर कथा अथवा तपाईको परिचय दिनुस् भन्छ। तपाईले हरेक प्रश्नहरुको उत्तर दिँदाखेरि सर, म्याम अथवा कोले प्रश्न गरिराख्नु भएको छ उहाँ म्याम हो भने म्याम, सर हो भने सर भनेर यसरी सुरु गर्नुपर्छ। जस्तो सुरुमा तपाईहरुलाई सोध्ने प्रश्न भनेकै यही हो, तपाईको परिचय दिनुस् अथवा तपाईको आफ्नो परिचय दिनुस् भन्छ। नमस्ते सर, मेरो नाम रामबहादुर हो, मेरो ठेगाना काठमाडौँ मनापा 17 हो, मेरो शैक्षिक योग्यता भनेको +2 पास अथवा एसई पास हो, मेरो घरमा यतिजना परिवार हुनुहुन्छ, म अनुशासित र एक मेहनती र देशप्रेमी व्यक्ति हो। मलाई सानैदेखि मेरो नेपाल आर्मीमा सेवा गर्ने सपना बोकेको छु र देशको सेवा र आफ्नो परिवार र राष्ट्रको गौरव बढाउने मेरो मुख्य लक्ष्य हो भनेर यसरी प्रस्तुत हुने। नडराएर ढुक्कसँग भन्ने, यो त मैले स्क्रिप्ट मात्रै लेखेको हो, यसरी नै भन्नुपर्छ तपाईहरुले भन्दाखेरि नि ढुक्क भएर। त्यसैगरी तपाईहरुलाई दोस्रो सोध्ने अथवा सोध्न सक्ने महत्त्वपूर्ण प्रश्न भनेको तपाई किन नेपाल आर्मी बन्न चाहनुहुन्छ, नेपाल आर्मीमा जागिर खान किन चाहनुहुन्छ, भर्ना हुन किन चाहनुहुन्छ भनेर सोध्छ। सर, म आफ्नै देशमा बसेर देशको सेवा गर्न चाहन्छु। नेपाली सेना मेरो लागि केवल जागिर मात्र होइन, यो सेवा र सम्मानको माध्यम पनि हो। म देशको सुरक्षा, अनुशासन र राष्ट्रिय एकताका लागि काम गर्न चाहन्छु। म आफ्नो जीवन आफ्नो देशको लागि उपयुक्त बनाउन चाहन्छु। त्यसैले म नेपाली सेनामा जागिर खान चाहन्छु अथवा नेपाली सेनामा भर्ना हुन चाहन्छु भनेर तपाईहरुले भन्न सक्नुहुन्छ। मैले जे लेखेको छु यही भन्नुपर्छ भन्ने छैन, तपाईहरुले आफ्नो तरिकाले उत्तर दिने हो। मैले भनेको यो यसरी उत्तर दिँदा चाहिँ राम्रो होला है, अझै उत्कृष्ट होला भन्ने लाएर यसरी प्रस्तुत गरेको हो। तपाईहरुलाई आफ्नो जस्तो लाग्छ त्यस्तै उत्तर दिन सक्नुहुन्छ। त्यसैगरी अर्को भनेको महत्त्वपूर्ण प्रश्न भनेको नेपाली सेनाले के काम गर्छ, नेपाली सेनाको मुख्य काम के हो, के तपाईलाई थाहा छ भन्छ। सर, नेपाली सेनाको मुख्य काम भनेको देशको सार्वभौमिकता, भौगोलिक अखण्डता जोगाइराख्नु हो, साथै बाह्य आक्रमण भएमा प्रतिरक्षा गर्छ, साथै शान्तिको समयमा विभिन्न विपद व्यवस्थापन, विकास निर्माण, राष्ट्रिय निकुञ्ज तथा महत्त्वपूर्ण घरहरूको सुरक्षा र देशभित्र ठुलो समस्याहरू जस्तो हुलदङ्गा, जेएनजी आन्दोलनहरू जस्तो आन्दोलनहरू भयो भने त्यतिबेला कर्फ्युको समयमा सुरक्षा दिने काम गर्छ। साथै नेपाली सेनाले संयुक्त राष्ट्र सङ्घको अन्तर्गत विश्वका विभिन्न देशहरूमा शान्ति स्थापनामा परिचालन हुने काम गर्छ भन्न सकिन्छ। जस्तै केही उदाहरण दिनु पर्यो भने विपद व्यवस्थापनमा के काम गरेको थियो केही थाहा छ तपाईहरुलाई भनेपछि 72 सालको भूकम्पमा विभिन्न ठाउँमा राहत उद्धारको कार्य गरेको थियो भन्न सकिन्छ। त्यसैगरी विकास निर्माणमा विभिन्न तपाईहरुले सुन्नु भएको छ कि छैन, काठमाडौँ तराई फास्ट ट्र्याक नेपाली सेनाले बनाइरहेछ। त्यसैगरी टिङ्कर भन्ज्याङतिर पनि सडक निर्माण गरिरहेछ। यस्तो सामान्य ज्ञानहरू राख्नुपर्छ। निकुञ्जहरू सुरक्षा त भइ नै हाल्यो। अर्को प्रश्न यस्तो पनि हुनसक्छ, तपाईँ अहिले जुन ठाउँमा हुनुहुन्छ, जुन ठाउँमा जागिर खाँदै हुनुहुन्छ, त्यो ठाउँका अथवा तपाईको पदको तलब कति हुन्छ थाहा छ भनेर सोध्न सक्छ। यसको प्रश्नको राम्रो उत्तर भनेको यो हुन सक्छ, सर, मैले तालिम गर्नुभन्दा अगाडि अथवा तालिम गरिरहेको समयमा मेरो बेसिक तलब भनेको 24,702 रुपैयाँ र म पास आउट भइसकेपछि भनेको मेरो बेसिक तलब 26,082 रुपैयाँ हुन्छ सर भनेर भन्न सकिन्छ। र तलबको कुरा गर्न बित्तिकै अर्को प्रश्न के सोध्न सक्छ भने तपाईलाई तलब कम लाग्दैन, नेपाल आर्मीमा जागिर खाएपछि तपाईलाई तलब थोरै लाग्दैन भनेर सोध्न सक्छ। र यसको जवाब यसरी दिन सक्नुहुन्छ, सर, मेरो लागि तलब भन्दा पनि ठुलो कुरा सेवा र सम्मान हो सर। नेपाली सेनामा भर्ना हुन पाउनु, नेपाली सेनामा अनुशासन, इज्जत र अवसर पाउनु नै मेरो लागि महत्त्वपूर्ण हुन सक्छ, महत्त्वपूर्ण हो। म मेरो जिम्मेवारी इमानदारीका साथ पुरा गर्नेछु। मैले सुरुमै भनिसकेँ सर, म आफ्नै देशमा बसेर देशको सेवा गर्न चाहन्छु। तलब पैसा धेरै खोज्ने मेरा साथीहरू त अस्ट्रेलिया जापान पुगिसके सर, म आफ्नै देशमा के गरौँ भन्ने मेरो सोच छ सर। त्यही भएर म नेपाली सेनामा जागिर खान चाहन्छु, नेपाली सेनामा भर्ना हुन आएको हो सर भन्ने। यस पछाडिको महत्त्वपूर्ण भनेको अब तपाईहरुलाई जीके
आइक्यू जस्ता प्रश्नहरू गर्न सक्छ, जस अन्तर्गत 4-5 वटा तपाईँहरूको लिखितमा सोधेको जस्तै प्रश्नहरू सोध्छ अनि तपाईँहरूले जवाब दिनुपर्ने हुन्छ। यदि तपाईँले उक्त प्रश्नहरू कहाँबाट के सोध्छ भन्ने थाहा हुँदैन तर त्यति अप्ठ्यारो सोध्दैन, त्यही लिखितमा जस्तो जस्तो सोधेको थियो त्यस्तै त्यस्तै प्रश्नहरू सोध्ने हो। जस्तै राराताल कुन जिल्लामा पर्छ, अहिलेको रक्षा मन्त्री को हुनुहुन्छ तपाईँलाई थाहा छ, नेपाली सेनाको प्रधान सेनापति को हुनुहुन्छ, नेपाली सेनाको परमाधिपति को हुनुहुन्छ जस्ता प्रश्नहरू सोध्न सक्छ। जस्तै गाई भिडबाट लड्यो, यो नेपाली व्याकरणमा कुन काल हो, तपाईँको जिल्लामा कतिवटा स्थानीय तहहरू छन्, तपाईँको पालिकाको प्रमुखको नाम के हो जस्ता प्रश्नहरू सोध्न सक्छ। यस्तो सामान्य प्रश्नहरू सामान्य ज्ञानको पनि हल्का ख्याल गरेर तपाईँहरूले पढेर जानुपर्ने हुन्छ। र यदि तपाईँहरूले प्रश्न गर्दा गर्दै तपाईँलाई प्रश्नको उत्तर आएन भने अकमकी सोच्ने भन्दा पनि सर यो प्रश्न त मैले कता पढेको जस्तो लाग्छ, अहिले ठ्याक्कै दिमागमा आएन सर, सरी सर भन्ने, यसरी राम्रो जस पोजिटिभ तरिकाले जवाब दिनुपर्छ। र सामान्य ज्ञानको प्रश्नहरू सकिसकेपछि प्रश्नहरूको पनि अन्तिमतिर आइन्छ। अन्तिमतिर भनेको यसरी प्रश्नहरू गर्छ, तपाईँलाई अन्तर्वार्ता कस्तो लाग्यो, तपाईँलाई पास हुन्छु जस्तो लाग्यो कि फेल हुन्छु भनेर त्यस्तो सोध्छ। तपाईँको लागि अन्तर्वार्ता कस्तो लाग्यो भनेर सोध्यो भने मलाई अन्तर्वार्ता सकारात्मक र प्रेरणादायी लाग्यो सर, मैले धेरै कुरा सिक्ने र आफ्नो विचार प्रस्तुत गर्ने अवसर पाएँ, सकेसम्म इमान्दार र स्पष्ट उत्तर दिने प्रयास पनि गरेँ सर, यसले मेरो आत्मविश्वास अझ बढाएको महसुस गरेको छु सर भनेर भन्ने। त्यसपछि अर्को प्रश्न पनि थपिदिन सक्छ, यदि अन्तर्वार्तामा चयन भएन भने अथवा अन्तर्वार्तामा तपाईँ छनौट हुनु भएन भने के गर्नुहुन्छ भन्छ। हामीले यसरी इम्प्रेसिभ तरिकाले राम्रो उत्तर दिनुपर्छ, सर असफलता नै मेरो लागि सबैभन्दा ठुलो कुरा हो, मैले अझ धेरै सिक्ने अवसर पाउँछु, मेरो कमजोरीहरू सुधार गर्ने अवसर पाउँछु र अर्को भर्ना छनौटमा 1 नम्बरमा नाम निकाल्ने तरिकाले म तयारीमा जुट्नेछु सर, फेरि म प्रयास गर्नेछु, मेरो लक्ष्य नै नेपाली सेना हो, म हार मान्ने छैन सर भनेर भन्ने। त्यसपछिको हुन्छ ओके बेस्ट अफ लक भन्छ, तपाईँ जान सक्नुहुन्छ भन्छ। थ्याङ्क यू सर, मलाई यो अवसर दिनुभएकोमा धेरै आभारी छु, यदि मौका दिनुभयो भने म आफ्नो देशको र आफ्नो कर्तव्य इमान्दारी र अनुशासन र समर्पणका साथ पुरा गर्नेछु भन्ने। डकुमेन्टहरू के उठाउनु पर्ने उठाउने, थ्याङ्क यू सर जान पर्यो हजुर भनेर निस्किने। र अन्त्यमा भनेको मैले यो एउटा सामान्य स्क्रिप्ट मात्रै लेखेको हो, तपाईँले आफ्नो तरिकाले उत्तर दिन सक्नुहुन्छ। यो तपाईँहरूलाई कस्तो कस्तो प्रश्नहरू सोध्छ भन्ने सानो ज्ञान होस् भन्ने तरिकाले मात्रै हो। कस्तो लाग्यो आजको भिडियो, अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद र केही सुधार्नुपर्ने भएमा कमेन्ट गर्नुहोला। तपाईँ यदि अन्तर्वार्ता दिन चाहँदै हुनुहुन्छ भने बेस्ट अफ लक, थ्याङ्क यू।